आज तिलोत्तमा नगरपालिकाले विशेष भौतिक विकास सँगसँगै मानवीय विकासका निम्ति हामीले विभिन्न कार्यक्रम गरेका छौँ। मानवीय विकासको पहिलो आधार भनेको शिक्षा हो। हामीले शिक्षामा रूपान्तरण नगरिकन यो समाज रूपान्तरण हुन सक्दैन र हामीले प्रतिस्पर्धा गर्न सक्ने भाइ बहिनीहरू दक्ष जनशक्तिहरू पनि उत्पादन गर्न सक्दैनौँ। यदि समाजलाई रूपान्तरण गर्ने हो, राष्ट्रलाई रूपान्तरण गर्ने हो भने हामीले दक्ष जनशक्तिहरू, नेतृत्वदायी जनशक्तिहरू हामीले उत्पादन गर्नुपर्छ। एउटा फिल्डको भन्दा पनि हरेक विभिन्न फरक फरक फिल्डका हामीले दक्ष जनशक्तिहरू उत्पादन गर्नुपर्छ भनेर हामीले तिलोत्तमा नगरपालिकाले विभिन्न सृजनशील कार्यक्रमहरू हामी गर्दै आइरहेका छौँ। हामीले योभन्दा अगाडि विद्यार्थीहरूलाई हामीले विभिन्न कार्यक्रमबाट अगाडि बढाइरहेका छौँ। हामीले एक विद्यालय सृजनशील कार्यक्रम सम्पन्न गऱ्यौँ। हामीले अहिले विद्यार्थीले च्यालेन्ज फन्ड भनेर विद्यार्थीहरूलाई नै प्रतिस्पर्धा गराएर उनीहरूको आइडियामा हामीले लगानी गरेर हामीले चाहिँ उनीहरूलाई चाहिँ छनौट गरेर उनीहरूको प्रपोजललाई छनौट गरेर यो कार्यक्रम हामीले सञ्चालन गरेका छौँ। यस कार्यक्रम अन्तर्गत कसैले चाहिँ सेनिटाइजर बनाएर इकोनोमिक्स आर्थिकसित कसरी जोड्न सकिन्छ, कोहीले चाहिँ साहित्य समीक्षा कसरी गर्ने, केहीले विज्ञान प्रविधि, केहीले चाहिँ नाटक लगाएर यो 9वटा स्कुलका विद्यार्थीहरूले चाहिँ विभिन्न फरक फरक कार्यक्रमहरू गर्नुभएको छ। कसैले चाहिँ उद्यमशीलतालाई प्रमोट गर्नका निम्ति उद्यमीहरूसित मिलेर पनि कार्यक्रम गर्दै हुनुहुन्छ। यस कार्यक्रमबाट प्रत्यक्ष रूपमा लगभग 100 जना भाइ बहिनीहरूले चाहिँ कार्यक्रम आयोजना गर्नुहुन्छ भने हजारौँ भाइ बहिनीहरू चाहिँ पार्टिसिपेट हुने एउटा सुनौलो अवसर पाउनु हुने चाहिँ छ। यो कार्यक्रम मुख्यतया अहिले हामी पाइलटिङ चरणमा चाहिँ छौँ। यो कार्यक्रम अझ राम्रो भयो भने, एलएचको अझ रिजल्ट राम्रो आयो भने हामीले थप पैसाहरू थपेर त्यसलाई चाहिँ हामीले दिने ग्रान्टको भोल्युम बढाएर अझ अर्कोचोटि हामीले अहिले यसपालि चाहिँ जतिलाई दिएका छौँ अझ धेरै विद्यार्थीहरू पार्टिसिपेट हुने तरिकाले अझ धेरै राम्रो काम गर्नका निम्ति हामीले यो कार्यक्रम लिएर आउने चाहिँ छौँ। मुख्यतया यो कार्यक्रमले इनोभेसन, इन्टरप्रेन्योरसिप र यो हामीले देखेको सपनालाई एक्सनमा उतार्नका निम्ति चाहिँ यो कार्यक्रम हामीले गरेका चाहिँ छौँ र भाइ बहिनीले चाहिँ एकदम उत्साह रूपमा चाहिँ भाग लिनु भएको चाहिँ छ। यो कार्यक्रमले आज उहाँहरूले नगरपालिकामा आफ्नो आइडियाबाट जुन रकम पाउनु भएको चाहिन्छ यसले मोटिभेट गरेर भोलि बिहान विभिन्न ठाउँमा पाउने ग्रान्टहरू पाउनका निम्ति पनि यसले मोटिभेट गर्ने चाहिन्छ। आज यो हेर्दाखेरि थोरै रकम भए पनि भोलि बिहान चाहिँ विभिन्न सङ्घ संस्थाहरूले, प्रदेशले, केन्द्रले या अन्तर्राष्ट्रिय रूपमा चाहिँ दिने ग्रान्टहरू पनि प्राप्त गर्न सकुन् भनेर विद्यार्थीलाई चाहिँ कसरी प्रपोजल लेख्ने, कसरी अप्लाई गर्ने र कसरी चाहिँ तपाईँ चाहिँ कन्क्लुजन र रिपोर्ट लेख्ने र बिचमा कसरी एक्सन गर्ने आइडियालाई भनेर हामी 3-4वटा कुराहरू सिकाउन खोजिरहेका छौँ। अहिले तिलोत्तमा नगरपालिकाले पढ्दै कमाउँदै भन्ने पनि कार्यक्रम चाहिँ लिएर आएको छ। अहिले हामी थेसिस लेख्ने विद्यार्थीलाई पनि हामीले पैसाहरू दिएका छौँ। समग्रमा हामीले धेरै कार्यक्रमहरू लिएर विद्यार्थीहरूको चाहिँ क्षमता अभिवृद्धिका निम्ति हातेमालो गरेर अगाडि बढ्न खोजिरहेका छौँ। आज तपाईँले चाहिँ यो विज्ञान प्रविधि गर्नुभएको छ। आज लगभग 15-16वटा भाइ समूहले यहाँ पार्टिसिपेट हुनुभएको छ। कम्तीमा पनि यहाँ चाहिँ 15-16वटामा चाहिँ विभिन्न भाइ बहिनीले चाहिँ सहभागी भएर आफ्नो आइडियामा विज्ञान प्रविधिमा सीमित स्रोत साधनको बावजुद पनि तपाईँले चाहिँ काम गर्नुभएको छ। म तपाईँलाई बधाई दिन चाहन्छु र आगामी दिनमा तपाईँ हामी जोडिएरै प्रतिस्पर्धा गर्न सक्ने भाइ बहिनीहरू हामी उत्पादन गर्नेछौँ भन्दै सर्वप्रथम हाम्रो यो सँग विद्यालयका सम्पूर्ण आदरणीय गुरुहरूलाई मैले धन्यवाद दिन चाहन्छु र पार्टिसिपेट हुनुभएका सम्पूर्ण भाइहरूलाई, भाइ बहिनीलाई पनि मैले उज्जवल भविष्य कामना गर्दै अझ सृजनशीलतामा लाग्नका निम्ति मैले हार्दिक अनुरोध गर्दै आफ्नो मन्तव्य यहीँ राख्छु। हस्त, धन्यवाद।